नमस्कार सम्पूर्ण दर्शकवृन्दहरू सम्पूर्ण श्रवणदाताहरूलाई मेरो हार्दिक स्वागत छ। सदाको झैं मैले बिहिबार आजको बिहिबार फेरि पुनः मेरो घर दैलो शिक्षामा चाहिँ आज बच्चाको क्षमतालाई कसरी बढाउने त, बच्चालाई कसरी उत्कृष्ट बनाउने, बच्चामा रहेको अन्तर्निहित क्षमतालाई कसरी बाहिर ल्याउने भन्ने सम्बन्धमा आफ्नो छोटो भिडियो अपलोड गर्न लागिरहेको छु। यहाँहरूले यसलाई आवश्यक सुझाव र आगामी दिनमा अझै प्रोत्साहन गर्नको लागि सब्स्क्राइब गरिदिनु हुन र मन परेका सबैले लाइक गरिदिनु हुन हार्दिक अनुरोध गर्दै मेरो भिडियोलाई हेरिदिनु हुन र युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्छ। धन्यवाद। कसरी सुधार्ने बच्चाको बानी? ल यो चाहिँ टिचरले बुझ्नुभयो भने स्कुल सुधार्छ। पढेर राम्रो हुन्छ भन्ने थाहा छैन वा पढ्ने बानी छैन, यसकारण पढ्दैन। 21 दिनसम्म लगातार 21 दिनको नियम आजबाट बुझ्नुहोस् है। 21 दिनसम्म लगातार पढ्न तपाईले सिकाउनु भयो भने अब पढ भन्नै पर्दैन, पढ्छ सरासर। तपाईलाई 21 दिनसम्म साँझ सुत्ने बेलामा भैँसीको दुध तताएर खाने बानी लाग्यो भने त्यही चाहिन्छ। 21 दिनपछि 21 दिनमा मान्छेको बानी लाग्छ। 21 दिनसम्म लगातार रक्सी खानुहोस्, 22औं दिनपछि रक्सी खान तपाईँ जाम भन्नै पर्दैन, आफै भट्टीमा जानुहुन्छ 22औं दिनमा। त्यसकारण यो 21 दिनको नियम जेमा पनि लागू हुनेछ, स्कुलमा पनि लागू हुन्छ। 21 दिनसम्म भोलिबाट स्कुललाई राम्रो बनाउँदै जाउँ। 22औं दिनबाट बिरु सर आए पनि नआए पनि, अफिसमा बसे पनि नबसे पनि केही मतलब हुन्न। स्कुल एकदम स्मुथ चल्छ, आफसे आप चल्छ। अहिले मोटरसाइकल स्कुटी चलाउँदा कसैले चाहिँ तल हेर्नुपर्छ, गियर डाउन गर्नुपर्छ, पर्दैन, आफै हुन्छ। घटाउने बढाउने, हर्न लाउने, ब्रेक लाउने सबै आफै हुन्छ कि हुन्न? हुन्छ। यो कसरी भयो? 21 दिनभन्दा बढी तालिम भयो त्यसमा। यो 21 दिनको तालिमले बच्चालाई आजबाट तपाईले सुरु गर्नुभयो भने पढेर राम्रो हुन्छ भन्ने थाहा छैन भने वडा कार्यालय लानुहोस्, हस्पिटल लानुहोस्, कुनै हाकिमकोमा लैजानुहोस्, यसरी यो भएको भनेर देखाउनुहोस्, कुनै भिडियो देखाउनुहोस्, जहाज चलेको, हस्पिटल चलेको, कर्मचारीहरूको भिडियो देखाउनु, सबै ठाउँको वरपरको भिजिट गराउनु, जहाँसुकै पढेकोले गरेछ। त्यसपछि गाउँघरको मान्छेहरूलाई नाम लिनुहोस्, उनीहरूको बुवाहरूको नाम लिनुहोस्, विदेश गएकाहरूको भन्नुहोस्, उहाँहरूले कहाँ काम गर्नुहुन्छ त्यो चाहिँ बुझेर आऊ। भिडियोमा भनेपछि काम गर्नुहुन्छ विदेशमा यो फ्याक्ट्रीमा ऊ फ्याक्ट्रीमा आउँछ कुरा। भोलिपल्ट आएपछि त्यो कसले चलाउँछ फेरि बुझ्न पठाउनुहोस्, फेरि स्टडी गरेर आउँछ बच्चाले, त्यो पढेको मान्छेले चलाउँछ रे भनेर आउँछ बच्चाले। यहाँ त के गब्लाउँछ मलेसिया र अरब गएकाले, यहाँ आएर बियर मासु खान्छ र अनि हाम्रो पढाएका बच्चाहरूलाई हामीलाई के गब्लाउँछ, पढेर कामै छैन भन्छ। अनि उहाँ पढेको मान्छेको फिता तानिरहेछ, पढेको मान्छेले बनाइदिएको पन्जा पटाइरहेछ, पढेको मान्छेले लगाएको ऊ गरेको पाइन्टहरू सर्टहरू पटाइरहेछ, पढेको मान्छेले राखेको रेस्टुरेन्टमा प्याज काटिरहेछ, वेटर गरिरहेछ। अनि यहाँ आएर गफ लगाइदिन्छ, बियरको तालमा भनिदिन्छ पढेर काम छैन भनिदिन्छ। अनि यहाँको 8, 9, 10को केटाहरू हो कि क्या हो भन्छ। एउटा कथा जोडौँ यहाँनिर, खुब रमाइलो कथा छ। दसैँ आउनु लाग्यो, एउटा हजुरबाउ र नाति चाहिँ खसी किन्न गएछन्। खसी किन्न यहाँबाट मानव अलिकति टाढै भनौँ पिठौलीतिर पुगे। पिठौलीतिरबाट खसी डोराउँदै ल्याएको थिए, 4वटा फटाले त्यही पिठौलीको त्यो राजमन्दिरको जङ्गलमै त्यही सल्लाह गरेर यो बुढालाई चाहिँ यो खसीलाई चाहिँ स्याल बनाउनु पर्यो र यसको खसी खानु पर्यो भनेर चाहिँ बुद्धि लागेछ। एउटा बसेछ राजमन्दिर सिद्धिनु बित्तिकै रोड आउने बेलामा, जङ्गल पुग्ने बेलामा एउटा बसेछ। पहिला चाहिँ अब खसी डोराएरै ल्याउनु पर्थ्यो, गाडी नचल्ने बेलाको कुरा हो कथा चाहिँ। सुरुकै फटाले भनिहाल्यो, खसी पिठौलीबाट किनेर ल्याएको छ यहाँ जुके पानीसम्म। सुरुकै फटाले भनिहाल्यो, ए बाजे स्याल डोराएर किन हिँडेको? कहाँ स्याल हुने बाबु, खसी हो भर्खर किनेर ल्याएको। स्याल हो भने ऊ हिँडे जस्तो गरेर उता गयो, सल्लाह त्यही छ, ऊ हिँडे जस्तो गरेर उता गयो, बाटो कटेको जस्तो गरेर गयो। त्यसपछि अलि यतापट्टि आएपछि अब शिवमावीभन्दा अगाडि पुग्यो। शिवमावीभन्दा अलि अगाडि पुगेपछि फेरि त्यहाँ पनि जङ्गलै थियो, घर थोरै थिए। त्यहाँ अर्को फटाले फेरि भन्यो, ए बाजे स्याल डोराएर कता हिँडेको? स्याल डोराएर हिँड्ने हो, दसैँको बेला त खसी पो डोराउँछ नि त। उसले जे सल्लाह गरेको त्यही भन्यो, होइन
कहाँ स्याल हुने फेरि यसो हेरेर खसी नै हो फेरि यसो 2-3 चोटि हेरेछ हो कि स्याल जस्तो लाग्यो बुढालाई हेरेको अनि नातिले स्यालै हो क्या हो बाजे भने उसले फेरि नातिले फेरि बाजे स्यालै हो क्या हो स्याल स्याल भने त दुईटाले भने अनि ऊ फेरि उता गयो फेरि अलि यता आएपछि अब हँसौरा पुग्ने बेलामा अब हँसौरा पुग्ने बेलामा चाहिँ ठ्याक्क त्यो पुल आजभोलिको पुल छ पहिला थिएन सुक्खा खोलामा कालिका मावि कटेपछि त्यहाँ त कालिका मावि थिएन पहिला गाउँ पनि थोरै थिए 1-2 घर मात्रै त्यहाँनिर फेरि अर्को फटा बसेर चाहिँ त्यो सल्लाह गरेर उनीहरू छिटो आएर बसेका छन् के खसी खाने जुक्ति लगाइरहेछन् अनि तेस्रोले भन्यो ए बाजे स्याल डोराएर हिँडेछ लाज लाग्दैन स्याल डोराएर जाँदाखेरि मान्छेले के भन्छ गाउँभरि चाहिँ जम्मै कुखुरा खाइरहेछ स्यालले कहाँ जाने हो झुके पानी स्याल डोराएर जाने हो त भने अनि यसो हेऱ्यो नातिले स्यालै हो बाजे स्यालै हो कहाँ हामीलाई झुक्काएर चाहिँ बेच्यो स्यालै रहेछ अनि यसो हजुर स्याल जस्तो के होइन अलि उता त लैजाऊँ भने ल्याए अनि त्यहाँ ठ्याक्कै यो चाहिँ कुमारी प्राइभीबाट यता चढ्ने बेला यो उकालोमा अहिले चाहिँ ढलाइ गर्ने ठाउँमा त्यहाँ अर्को फटा बसेर रहेछ ए बाजे हिजो मात्रै स्यालले कुखुरा लग्छ फेरि स्याल डोराएर गाउँ लानु लाग्यो अलि भर्खरै पिट्छन् गाउँले यसो हेरेको स्यालै देखियो छोडिदिनु पऱ्यो भने छोडिदे नाति छोडिदियो भने त्यहाँबाट छोडिदिएपछि अब खसी चाहिँ जङ्गलतिर लाग्यो बाजे र नाति चाहिँ जुकी पानीतिर आयो उनीहरूले चाहिँ खसी लिएर गएर खाए त्यसपछि धेरैजनाले भनेपछि खसी पनि स्याल हुन्छ भनेपछि अब तपाईँले के बुझ्नु पर्यो भने धेरैजनालाई पढेर राम्रो हुन्छ भनेर बच्चालाई भेट गराएपछि उसले पढ्न सुरु गर्छ पत्याउँछ बल्ल पत्याउँछ धेरै टाउकोले भन्नु पर्यो अब इङ्ग्लिसमा उखानै छ नि 2 heads आर बेटर देन 1 head एउटा टाउकोभन्दा 2 भन्दा बढी टाउकाहरू जहिले पनि शक्तिशाली हुन्छ समयअनुसारको खेल अति आवश्यक छ खेल्न दिनुहोस् बच्चा खेल्छ भने अभिभावकलाई पिर नगर्नुहोस् 2 घन्टा खेल्न दिनुहोस् भनिदिनुहोस् खेलेर केही हुन्न तर साँझको होम रुटिन हुनु पर्यो होम रुटिन टाइट गर्नुहोस् मोबाइल बच्चाले पढ्दा उ गर्नु तपाईँले नचलाउनुहोस् तपाईँलाई पढ्न आउँछ भने अर्को किताब पढ्नुहोस् बच्चाको या अर्कै चाहिँ कथाहरू हाम्रो लाइब्रेरीबाट लगेर पढ्नुहोस् भन्नुहोस् तपाईँले त्यो पनि उपाय केही छैन भने टपरी लगाएर भए पनि बत्ती काटेर भए पनि बच्चासँगै बस्नुहोस् बच्चालाई छोड्न पाइएन बच्चासँगै बस्नुहोस् टपरी गाँसेर बस्नुहोस् बत्ती काटेर बस्नुहोस् जे गर्नुहोस् बच्चासँगै बस्नु तर मोबाइल नचलाइकन बस्नुहोस् भनेर चाहिँ भन्नु पर्यो समयअनुसार खेल अति आवश्यक छ टिभी धेरै र हेर्न नपाउनु राम्रो होइन नेपालमा नासाले गरेको अध्ययन अहिले पनि सुरक्षित छ मसँग घरमा पनि छ तपाईँले गुगलमा गएर हेर्न सक्नुहुन्छ नेपालको नासा अमेरिकाको नासा होइन नि फेरि नेपालको यो शिक्षा सम्बन्धी परीक्षा लिनेलाई नासा भन्छ एनएएसए नासाले गरेको प्रतिवेदन हेर्न सक्नुहुन्छ तपाईँले त्यसमा टिभी धेरै हेर्नु नराम्रो नम्बर थोरै आछ त्यस्तो बच्चा कमजोर भएको छ गुणस्तरमा टिभी हेर्न नपाउनेको पनि गुणस्तर कमजोर देखियो 8 कक्षाको रिजल्टमा 5 को रिजल्टमा तर टिभी ठिक्क हेर्ने 1 घन्टासम्म हेर्नेको राम्रो देखियो टिभी हेर्न पाउने राम्रो रहेछ त्यही अनुसार रुटिन बनाउन भन्नुहोस् होम रुटिन समाधान आयो मोबाइलमै धेरै ज्ञान छ तर धेरै राम्रो हुन्न भने मोबाइलले मान्छे जम्मै आत्तिए छ तर मोबाइलको रुटिन चाहियो जे कुराको रुटिन चाहियो हामी माया लाग्छ भनेर श्रीमतीलाई डोबाटोमा किस खान सक्छ सक्दैन माया लाग्छ भनेर सकिन्छ सकिँदैन नि त्यसकारण हरेक कुराको के छ हरेक कुराको लिमिट छ सीमा छ मोबाइलको पनि सीमा छ मोबाइल चलाउने भने जतिखेर पनि चलाउने होइन नि यसको पनि सीमा छ त्यसकारण मोबाइलको रुटिन चाहियो रुटिन बनाउनलाई हामीले होम रुटिन बनाएका छौँ त्यो होम रुटिन दिनु पर्यो अभिभावकलाई शुक्रबार र शनिबार ट्याक्क उसले चलाउने अरू दिन नचलाउने अरूको लागि अभिभावकको प्रतिबद्धता चाहियो अभिभावक सचेतना तपाईँले मलाई नै बोलाउनु भयो भने 1-2 घन्टा फेरि म आउँला अभिभावक सचेतना चलाउनुहोस् अभिभावक सचेतना हामी वर्षमा 3 पटक चलाउँछौँ त्यसले चाहिँ एकदम रिजल्ट ड्रास्टिक चेन्ज हुन्छ धेरै परिवर्तन हुन्छ मोबाइलको रुटिन बच्चालाई मात्रै होइन आमा बाउलाई लागू हुन्छ बच्चा मात्रै मोबाइलले बिग्रिन्न आमा बाउ पनि बिग्रिन्छ यो कुरा चाहिँ हामी गर्छौँ त्यसकारण चाहिँ बच्चाले मोबाइल किन चलाउँछ त लिटो खाएन भनेर मोबाइलको भिडियो लाएर खुवाउने मम्मीले सिकाइरहेको छ जाउलो खाएन भनेर मोबाइलको
भिडियो लगाएर बच्चालाई खुवाउने, सानोमा बेसरी सिकाउने, ठुलो भएर एडिक्ट भइसकेपछि मोबाइल नभइकन नचल्ने भइसकेपछि हेर्छ मोबाइल चलाएर हैरान पार्यो, जसरी पनि छुटाइदिनु पर्यो भन्ने फेरि हामीलाई फेरि। अनि तपाईँलाई आउँछ कुरा, जसरी पनि छुटाइदिनु। पहिला आफैले सिकाउने, पहिला आफैले बिगार्ने, बिग्रेपछि हामी चाहियो। त्यसकारण यसको एउटै उदाहरण अभिभावकलाई भन्नु पर्यो कि ओम शान्ति भएको भए हुन्थ्यो कि बिहा नगरेको भए हुन्थ्यो, गरेपछि तपाईँहरूलाई सजाय बच्चाले पढ्दा मोबाइल नचलाउनुहोस्, कुनै हालतले नचलाउनुहोस् भन्नु। होमवर्क गर्ने बानी छैन या कमजोर छ, बानी पार्नलाई 21 दिन सँगसँगै बच्चाले होमवर्क गरेन अभिभावकले हेरिदिनु पर्यो। 21 दिन हेरिदिएपछि 22औं दिनबाट गाह्रो हुँदैन। बानी पार्ने हो। साथीसित धेरै सिक्छ तर गलत साथी नहोस्। साथी कोही मौरी हुन्छ, कोही माखा हुन्छ। मौरीसँग गयो भने मह खान पाउँछ, फुलको रस खान पाउँछ। माखासँग गयो भने दिशा खान पाउँछ, हैन? साथी माखा पनि पर्दो रहेछ, मौरी पनि पर्दो रहेछ। सबैभन्दा बढी हामीले जे भन्यो बढी हामीले भनेको कुरा मान्ने उमेर भनेको 6 वर्षसम्म। 6 देखि 12 वर्षसम्मको धेरै कुराहरूले चाहिँ के गर्छ? थोरै कुरा शिक्षकको मान्छ, धेरै कुरा साथीको मान्छ। 13 वर्षदेखि ज्यादै थोरै कुरा शिक्षकको मान्छ, ज्यादै थोरै कुरा आमा बाउको मान्छ, धेरै कुरा साथीको मान्छ। किनभने टिन जुन्डियो। टिन भनेको के हो? टिन भनेको कस्तो हुन्छ? बज्ने। नेपाली पनि मिल्यो नि। 13, 14, 15, 16 बज्ने उमेर, बिग्रिने उमेर, बजेर बिग्रिन्छ, बिग्रिने उमेर भयो। 13 गर्दा 19सम्म, 20 देखि केही गर्नै पर्दैन, आफै बुझ्छ। त्यही भएर 12 कक्षासम्म बच्चा बिग्रिन सक्छ। त्यसलाई सम्हाल्ने प्यारेन्ट्सलाई के चाहियो? अभिभावक सचेतना चाहियो। तयारी फुड खाने बानी पार्नु भएन। यो कसले पार्छ? मम्मीले पार्छ। परेको भए सम्झाउने, कसले सम्झाउने? मम्मीले। कसरी? दुईटा तरिकाले। एउटाले आफै नखाएर, अर्को खाना हुन्न भने सिकाएर। आफूले खानै छोड्दिने। अब तपाईँहरूलाई पनि म सिकाइदिन्छु आजबाट। तपाईँहरू चिनी खानुहुन्छ, चिनी एकदम कम गर्नुहोस्, सकेसम्म नखानुहोस्। भेली खानुहोस् आजबाट। भेली, खुँदो, उखुको जुस, मह, गुलियो चाहियो त्यो खाने। चिनीलाई 0 गर्ने सकिन्न भने वर्षमा 70 दिन चिनी नखाने। क्यान्सर हुन लाग्छ भने क्यान्सर 0 हुन्छ। 70 दिन लगातार चिनी खाएन भने क्यान्सर 0 हुन्छ। आजबाट सिक्नुहोस् या भोलिबाट सिक्नुहोस्, 70 दिन लगातार त गर्नै पर्यो। अनि नुनजन्य चिज धेरै कम खानुहोस्। जङ्क फुड, जे कुरा पकाएको छैन त्यो कुरा खानु हुँदैन भनिदिनुहोस् बच्चालाई। चाहे त्यो कुरकुरे होस्, चाहे चिज बल होस्, चाहे आलु चिप्स होस्, नपकाएको चिज नखाने भनिदिनुहोस्। नियम बनाउनुहोस्। तपाईँलाई पनि नियम बनाउनु, उसलाई पनि नियम बनाउनु। नपकाएको चिज मैले पनि खान्न, तिमीले पनि नखाऊ आजबाट। किनकि नुन र चिनीले मान्छेलाई के गर्छ? जहरको काम गर्छ। नेपालमा आयोडिन यति धेरै हालेको छ कि नुनमा यो चेकअप भएको छैन। यसले हामीलाई पनि बेठिक गरिरहेछ। नेपालको आयो नुनै पनि बेठिक छ, आयो नुन पनि बेठिक छ। त्यसकारण बिरे नुन खाऊ भनिरहेछ, सिधै नुन खाऊ भनिरहेछ, तर मान्छेले मानिरहेको छैन। यसैले हामीले के गर्नुपर्छ? अब बिहान 3 थरी तरकारी खायो भने साँझ 2 थरी 1 थरी खाने। दिउँसो नुनवाला चिजै नखाने। जस्तो मैले दिउँसो नुनवाला चिजै खान्न। मेरो दिउँसोको खाना कहिले पनि नुनवाला हुँदैन। मेरो स्कुलमा मैले कहिले नुनवाला खान्न। दिउँसो भने के खाने भने चिनीवाला खाने होइन, 0। नुनवाला खाने होइन, 0। जङ्क फुड खाने त्यो पनि 0। के खाने त? 2 पिस केरा खाने, 1 पिस स्याउ खाने, अनि अलिकति दही खाने, सिद्धियो। दुध बेठिक छ स्वास्थ्यलाई, दही राम्रो छ स्वास्थ्यलाई। त्यो तपाईँले बुझ्नु पर्यो। बच्चालाई पिट्नु भएन। तपाईँलाई पिट्यो भने श्रीमानले हात यसरी दिनुहुन्छ, त्यसपछि छोरालाई के चाहियो भन्छ सोध्छ, छोरीलाई के चाहियो सोध्छ भन्नुहुन्छ। सुत्दाखेरि सधैँ 63 को आसनमा सुत्नुहुन्थ्यो, अब 36। श्रीमान यसरी सुत्दैछ, श्रीमती यसरी सुत्दैछ 36 मा। 33 सम्म पनि भए हुन्थ्यो नि त। 33 भयो नि। 33 भनेको यस्तो हुन्छ, त्यो पनि होइन। अब कसै 36। गर्मी शीतल दुइटैमा क्या। रिसाए पुसमा रिसाए पनि त्यही। तपाईँ उसले फेरि गर्मीमा फेरि मास्टरले फेरि शैतानी बुद्धि त हो नि। शैतानी बुद्धि भनेपछि हाम्रो दिमाग गइहाल्छ, चलिहाल्छ। पिर नगर्नुहोस् है, कहिले कहिले रमाइलो पनि गर्नुपर्छ।